Hello and namaste guys, welcome to my new vlog. के छ तपाईहरुको हालखबर? आज चाहिँ मैले मेरो फोनबाट भ्लग बनाउँदै छु। मैले चाहिँ मेरो GoPro ल्याउन पाएन। सो अहिले हामी चाहिँ कहाँ छौ भन्दाखेरि पछाडी यहाँ देख्न सक्नुहुन्छ यहाँ समुद्रको बीच छ अनि यहाँ बीच छ यतिर अनि र हामी अहिले हाम्रो मदन दाइको बर्थडे मनाउन आएको यस्तै जंगलको बीचमा यहाँ पार्टीहरु गर्ने ठाउँ रहेछ अनि आएको हामी अनि आज चाहिँ काम छैन हाम्रो काम छैन दाम छैन रमाइलो गर्न आएको भिडियो कस्तो लाग्छ तपाईहरुलाई अन्तिमसम्म हेरेर साथ दिनु होला रमाइलो गर्नु होला वाह कस्तो दामी देखिरहेछ यार मेरो हातमा छ यहाँ के हो यो यहाँ छ हाम्रो स्पिकर छ गीत बजाउनलाई यहाँ चाहिँ माडले हाम्रो भ्लगमा स्वागत छ तपाईलाई ओए के छ प्रकाश वेलकम छ तिमीलाई मेरो मिनी भ्लगमा सर्ट भ्लगमा हाम्रो यहाँ कमल सर माडल पकडेर भविन्द्र सर के पकड्नु भएको छ हजुरले मलाई हाम्रो भान्जाको बर्थडे हो सो वी आर क्यारी केक एन्ड हुक्का मजा आउने भयो त एन्ड आई हेभ वान स्पिकर एन्ड माइक्रोफोन एन्ड आई डु द ऱ्याप सम नेपाली ऱ्याप हामी चाहिँ अगाडि गएर भेट्ने छौँ है त ल हाम्रो चाहिँ यहाँ रेडी भएको छ यहाँ के हो यो हाम्रो डल्लै छ त भविन्द्र जस्तै हाम्रो यहाँ दाइहरुको लागि रक्सी हाम्रो लागि पानी माडल स्पेशल है अनि यहाँ दाइहरु हेलो भन्नुस् त सबैले हेलो के पासो अमिगो हेलो दाइहरु ल हेलो भन्नु हेलो हेलो के पासो बिएन ब्लग हो ल ब्लग भीमसेन केसी ब्लग ल सबैजना खै यता हेरौँ त ह्यापी बर्थडे टु यु मेरो दाइ अनि तपाईलाई म भ्लगको माध्यमबाट गराइरहेको छु विश गरिरहेको छु आजको दिन शुभ रहोस् अलि ढिला आइयो होइन यहाँ रमाइलो चाहिँ भइरहेछ है त त्यही हो अरू त भन्ने के हुनु ल ल ल ठिक छ भिडियो खिचौँ के छ यहाँ आगो रेडी हुन होला को पछाडि आउने कुक ए ल यहाँ रेडी भइरहेछ है हाम्रो हाम्रो बर्थडे बोयले हँसाइरहनु भएको छ ठाउँ चाहिँ एकदम मजाको छ है अहिले हामी तल बिचतिर गएर फोटोहरू भिडियोहरू खिच्नेछौँ सामानहरू आउँदैछ है हाम्रो सामानहरू आउँदैछ अझै हाम्रो थोरै छ के छ यहाँ देखाउँ न हाम्रो बर्थडे बोयको केक छ यहाँ टक्क लाएर हाम्रो यहाँ मासु अब यहाँ हुँदैछ हाम्रो माडव दाई ल दाइले चाहिँ यहाँ बवाल बनाउनु लाग्नु भएको छ अर्को दाइले पनि ओए अर्को थाल छैन र डबल बनाऊँ न दाइ अर्दैन होला क्या नि लागि राख्नु ओए सरी ल यो चाहिँ हाम्रो मटन है खसीको मासु च्याट दामी हुँदैछ अब चाहिँ हाम्रो यहाँ बार्बिक्यू गर्ने के हो दाइ हो ए दही हो नि ल ठिक छ यहाँ दामी यहाँ हाम्रो प्रकाश ब्रोले चाहिँ हुक्का बनाउँदैछ नि हेलो भाइ भन न सुरेश ब्रो के छ ढिला गर्यो नि यार आउन भलाको नि हाई भन न ल सबैले हाई भनिदियो न बासी हो नि त तिमी फेरि ओभर गर्छौ कि तिम्रो दारी तान्दिनु मन लाग्छ र मात्रै हेलो प्रितम सर के पासो बेन हुन्छ नि बेन ल है हाम्रो यहाँ अब तयारी हुँदैछ अब एकछिन यहाँ केक काट्ने रेडी हुँदैछ हाम्रो दाइको खै त बर्थडे बोय खै ए सरी मैले त चिनेन नि तपाईँले निकै ह्यान्डसम भएको कारणले गर्दा तपाईँले चिन्न गाह्रो भयो ओ सेट यार हल्का ड्यामेज भएछ यो लक हुन्छ नि लक खोलौँ के पग्लेर पनि चक्कु पो ल्याएको छ कि नै हामीले म्याडम लेख्दैछ त ह्याप्पी बर्थडे टु यु म्याडम ओली ओए मडर्न हो नाम चाहिँ म्याडम ओली रह्यो क्या हेर्नु त ओए त्यो पेपरलाई हो बास सानो त्यो टुप्पाबाट जन्मदिनको शुभकामना बढी ओए के गर्छन् केटाहरूले ओए ह्याप्पी बर्थडे टु यु फुक्न पहिला फुकेर पहिला केक फुकेर गर्नुपर्ने नि पहिला यो फुक्नु अनि हटाइदिनु यसलाई ल ल ओ
ल रेडी ओए फ्यात्तै बनाइदियो आन्टी छोरो ओए 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 मलाई भिजा यहाँ मासु पाक्दैछ है गाइस हात नै चिसो भइदियो क्या दामी भइरहेको छ दामी होइन बेर खाने मान्छे छोरै हुनुहुन्छ दाईहरू अब मेरो पालो रहेको ल हजुरलाई जन्मदिनको धेरै धेरै शुभकामना फेसबुकमा अब विश गर्छु है त्यो गर्न पाइएन होइन तपाईँको मामा दाइले आशीर्वाद दिनुभएको नि धेरै केक लगाइदिनु न तपाईँले केक दिन्छु है थोरै हल्का खाने खाने आजको तपाईँ अनि मलाई दिनुहोस् चिन्ता दुईटा ल्यायो एउटा त रुममै छोड्छ अलिक ठुलो दिनुहोस् न हाम्रो दाइले चाहिँ केक लगाउने केक काट्ने काम चाहिँ अब लगभग सकियो र अब हाम्रो यहाँ खानपिनको व्यवस्था हुनेछ अरे दाइहरूलाई मासु मात्रै होइन बेर हान्नु पर्यो क्या दाइहरूले अब माडले कहाँ छ नि यहाँ तयारी हुनु पर्यो है अहिले फेरि यहाँ नाचो हामी चाहिँ नर्सरी क्लासदेखि अहिलेसम्मको सहकार्य सँगै नर्सरी क्लासदेखि अहिलेसम्मको हाम्रो सहकार्य सँगै भइरहेको पनि छ र जुनीलाई होस् अझै पनि बाल्यकालमा गाली खायौ त सँगै गाली खायौ रमायो त सँगै रमायो घुम्न गयौ त सँगै घुम्न गयौ होइन त्यो भावनाले होइन पहिला सुन्नु अझै पनि हाम्रो साथ सहयोग सास रहेसम्म हाम्रो साथ रहनेछ जबसम्म सास रहन्छ तबसम्म हाम्रो साथ रहनेछ मेरो साथीको प्रायवाची शब्द नै हो मेरो साथीको प्रायवाची शब्द नै हो मर्डर हो हामी नेपालदेखि यो यात्रा हाम्रो नेपालदेखि स्टार्ट भयो काठमाडौँदेखि वैदेशिक र अझै पनि भइरहोस् भन्ने हाम्रो सदैव भाइको साथ दाइको साथ सदैव छँदैछ त्यसको बावजुद आज जन्मदिन परेको कारणले गर्दा मभन्दा थोरै वर्षमा जेठो भएर दाइ भने तापनि पछिमा भाइ मान्नेवाला छु अहिलेको नाताले चाहिँ म दाइलाई जन्मदिनको शुभकामना दिन चाहे ल धन्यवाद ल दाइ पानी किन हाल्नु भएको टेक्नोलोजी अरे नाचौ गाउँ रमाउँछ सबैजना जन्मदिनको कामना दिनको सिनैमा भेटबो माया के भनी पलाउमा पहिलो दिनैमा लाको मैले जिन्सको पाइन त गीत गाउन छैन है ट्यालेन्ट छिनको छिनैमा मेरो माया के भनी बोलाउमा पहिलो दिनैमा खाएको रहेछौ तिमीले सो नगर भाइ गीतहरू कपी छिनको छिनैमा मासु खाँदा पेट नै अगाइन पेट नै अगाइन दाइहरूलाई बिहेर नै पुगेन छिनको छिनैमा
मैले भात नै खाएन मासु खाँदा मजा नै आएन चिनको चिनैमा भेटको माया के भनी बोलाउ म पहिलो दिनैमा खाएन भात नि खाएन मासु खाँदा मजा नै आएन चिनको चिनैमा भेटको माया के भनी बोलाउ म पहिलो दिनैमा खसीको मासु मैले खाएँ हामीले बजाउनुहोस् ल रुङ्नुहोस् है ओल्ड भर्जन नै हो त यो सानो सानो पार्टी खान आएको सानो सानो पार्टी खान आएको बडीलाई मासु तराएको बडीलाई मासु तराएको ओइ होय रागाको बोसो पार्टी खान हतार नै भएन गीत गाउन मलाई नै आएन कस्तो जाडो भयो साथीहरू अब चाहिँ हामीहरू घर फर्किँदैछौँ हाम्रो रमाइलो चाहिँ भइसक्यो हामी चाहिँ फर्किँदैछौँ भन मेरो भाइ ल है त बाई बाई गाइज फेरि हामी नेक्स्ट भ्लगमा भेटौँला बाई 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 भन न ल बाई बाई